सम्पूर्णमा नमस्कार। मेरो नाम राधा सुवेदी, भरतपुर 7 स्वास्थ्य स्वयंसेविका। हामी 7 गते यो हस्पिटलमा आयौँ। दिउँसो 1:15 बजे बाबुको जन्म भयो। अपरेसन गरेरै बच्चा जन्माएको हो। बाबु 3 किलो 60 ग्रामको थियो। राम्रो स्वच्छ नै छ। राम्रो एकदम केयर भयो बाबुलाई। डाक्टरहरू यहाँको सबैजना राम्रो हुनुहुन्थ्यो। मैले चाहिँ जति पनि डेलिभरी केस यो मौलाकालिका हस्पिटलमा पठाउने गरेको छु। मौलाकालिका हस्पिटल मलाई साह्रै राम्रो लाग्छ। यहाँ सबै राम्रो हुन्छ। सबै यहाँको डाक्टरहरू सबैजना एकदम राम्रो हुनुहुन्छ। हस्पिटलमा एकदम केयर हुन्छ। सबै दिदीबहिनीहरूलाई, दाजुभाइहरूलाई, मैले दिदीबहिनीहरूलाई यही हस्पिटलमा डेलिभरी गराउन, कुनै पनि रोगको उपचार गराउन यहीँ ल्याउनलाई आग्रह गर्दछु। मैले जहिले पनि यो हस्पिटलमा मैले आफूले बिरामी ल्याएको, राम्रो केयर भएको हुनाले मलाई अत्यन्तै राम्रो लाग्छ। हजुरहरूलाई पनि यस्तो समस्या पर्यो भने यहीँ आउनु होला। मलाई एकदमै अत्यन्तै खुसी छु। मैले सम्पूर्ण दिदीबहिनीहरूलाई यहीँ आउनु होला भन्ने आग्रह गर्दै म आफ्नो भनाइ यहीँ टुङ्गाउँछु।